आज एकदमै चिसो भइरहेछ, शरीरले घामिरहेछ। हेलो नमस्ते सबैजनालाई स्वागत छ चिसो मौसममा न्यानो अभिवादन पनि। यति बेला चाहिँ म सल्यान कपुरकोटमा छु, तपाईको माझमा यो जानकारी गराउँछु। र त हिजो थोरै मात्रामा पानी पर्यो कि भन्ने छ, वरपर यसो वातावरण हेर्ने हो भने थोरै मात्रामा जमिन पनि भिजिया छ हैन, पानी परे जस्तो सम्भावना बढी छ। हामी त साँझ सुत्यो भने फेरि केही पनि थाहा भएनौ। एकदमै चिसो छ हौ साथीहरु, तपाईकोतिर के कस्तो भइराछ? थोरै मात्रामा हिमपात पर्यो कि कतै ठाउँमा भन्ने पनि हो हैन। तर हाम्रोतिर चाहिँ अहिले हिमपात चाहिँ खासै देखिया छैन, थोरै मात्रामा वरपर तुषारो देखिराखेको छ। र त चिसो धेरै मात्रामा बढिरहेछ आज। जहाँसम्म लाग्छ सल्यान कपुरकोटमा हिजो अस्ति भन्दा पनि आज व्यापक तरिकाले चिसो बढ्या छ। चिसो महिना पनि छ, त्यही माथि पनि फेरि योभन्दा अघिल्लो महिनाहरूमा भन्दा योभन्दा अघिल्लो दिनहरूमा आज व्यापक तरिकाले चिसो फैलिराखेको छ। कतिपय ठाउँमा पानी पर्यो भन्ने न्युज देखिराखेको छ थोरै मात्रामा हैन। र त गाउँघरतिर के हुन्छ भने डाँडा काँडातिर हिमपातहरू पर्छ हैन, हिउँसँग खेल्न जाने साथीहरुसँग एकदमै रमाइलो हुन्छ। पहिला सानो हुँदाखेरि गइन्थ्यो, अहिले खासै जाने अवसर पनि मिल्या छैन र जान पनि पाइया छैन। के छ तपाईकोतिर अवस्था? कमेन्ट गर्नु होला। यो भिडियोलाई सबैजनाले माया गरिदिनु होला। र त म तपाईलाई ब्याकग्राउन्ड देखाउने छु, तपाई हेर्न सक्नुहुन्छ अहिलेको ब्याकग्राउन्ड कस्तो छ यहाँको। र त चिसो फैलिरहँदा आफ्नो स्वास्थ्यको धेरैभन्दा धेरै केयर गर्नु होला। स्वास्थ्य छ र त हामी छौँ भन्दै आज एकदमै चिसो भइरहेछ, शरीरले घामिरहेछ भन्दै सबैजनालाई आफ्नो स्वास्थ्यको केयर गर्नु होला। हिटर ताप्नुहोस्, सकभर आगो ताप्नुहोस्। यदि आगो ताप्ने माध्यम छैन भने हिटरको प्रयोग गरी आफ्नो स्वास्थ्यको केयर गर्नुहोस्। ताता कपडाहरू लगाउनुहोस् भन्दै भिडियोलाई यहीँनिर अन्त्य गर्दै छुट्टिन्छौँ। र त अन्तिममा तपाईँको ठाउँतिर के कस्तो हुँदैछ आजको दिनमा कमेन्ट गर्नुहोस् है, त्यहाँ कुरुकुरु लगाएर।